हेलो गाइज, इसमी सुजना शर्मा। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अनि भ्लग बनाउँछु भन्थे घरमै बिर्सेछु। अनि आज चाहिँ म घुम्न जान लागेको चितवन। अनि मेरो साथी चाहिँ नारायणघाटमा आएर बस्छ अनि म चाहिँ यताबाट जाने हो। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो। मलाई के बोल्नुपर्छ के गर्नुपर्छ भन्ने केही थाहा छैन। म चाहिँ रेडी भएर हिँडिरहेको छु टुकुन टुकुन। ल अब चाहिँ म बसमा चढेपछि बोल्छु। अहिले चाहिँ म यहाँ खाजा खान झरेको। फाइनली नारायणघाट त झरे तर साथी नै आएन। सो गाइज मैले चाहिँ उहाँ महारानीलाई फाइनली भेटेर हामी होटल आइपुग्यौँ। बिचमा चाहिँ भ्लग बनाउन पाएन। सो 2 घन्टा कुरेर फाइनली अनि होटल चाहिँ बवाल छ। हामी चाहिँ अहिले जङ्गलको बिचमा आइपुग्यौँ अनि जाँदैछौँ सबैजना। गाइस हामीले यस्तरी भ्यू हेर्दै थियौँ। हेर्दा हेर्दै टक्का लाएर हामी टाउनको सो हामी चाहिँ सफारी गरेर आफ्नो रुमतिर आयौँ। रमाइलो भयो। धेरै त देख्न पाइएन त्यही राइनो र क्रोकोडाइल बाइक, तर ठिकै भयो। त्यही हो, यो चाहिँ हाम्रो रुम। यो चाहिँ होटल मैले कतिचोटि देखाइसकेँ। सो अब खाना खान निस्केको हामी चाहिँ दिउँसोको 2 बजी लागिसक्यो। कस्तो फिल भइरहेको तिमीलाई? र मलाई फिल भइरहेछ मलाई। ए तर सेक्युरिटी अङ्कलले हेरेर यहाँ परेर हामीलाई हेर्नु भएको होइन, हाम्रो नाइटोलाई हेर्नु। समझ रहे हो? समझ रहे हो? समझ लुक इट। खै तिमी देखाइद। म देखाउनु न। बडा हरामी हो बेटा। कहाँ जाँदैछौँ हामीहरू? इटिङ भोक लाग्यो। कस्तो भिडियो बनाउने बेलामै आउँदैन। अनि थारू डान्स पनि त्यतिखेरै हेर्छौँ।
थारू ड्रेस लाउन जानु लागेको। आज चाहिँ हाम्रो लास्ट डे इन द टाउन। आज चाहिँ हामी घर फर्किन्छौँ। प्याकिङ पनि भइसक्यो, सबै भइसक्यो, रेडी भएर अब थारू ड्रेस लगाएर घरतिर लागिन्छ। त्यही हो, अब बाटोमा ड्रेस लगाएको देखौँला केही। सो गाइस हामी चाहिँ अब चाहिँ हिँड्यौँ के भन्छ थारू ड्रेस लाउनको लागि। हजुरहरूलाई चाहिँ ड्रेस लगाएर टिकटक बनाएर हामीले देखाउँछौँ कस्तो हुन्छ भनिदिनु होला। यतापट्ट अँधेरो आउँछ, यतापट्ट घाम पर्छ, के गर्ने। हात्ती, क्युटी हात्ती जतिखेर पनि देखिन्छ, किनभने हाम्रो होटल यहीँ हो नि त। सो हात्ती चाहिँ हिँड्दाखेरि देखिरहेको छ। ओके, दिस इज लास्ट टाइम विथ दिस। आज चाहिँ लास्ट हो यिनलाई देख्ने। बाई बाय बाय, टाटा, गुड बाय, गया। सी यू लेटर। भोलि पर्सि कहिले हुन्छ। सो गाइज हामी चाहिँ थारू प्लेस आइपुग्यौँ ड्रेस लाउनको लागि। लोकै कस्तो छ भ्यू भित्रको हेरौँ। सो यो चाहिँ टिकट गरेर यहाँ चाहिँ टिकट काट्ने हुन्न क्या हो के बाजे हुने थारू बाजे क्या बोला तूने? यता नि थारू बाजे हुनुहुन्न। एन्ड दिस इज द होल लुक्स अफ दिस प्लेस। अनि यहाँ चाहिँ स्टार्ट गरेर एकदम सेटिस्फाइङ हुन्छ नि। यो ठाउँ चाहिँ एकदम सेटिस्फाइङ छ। अनि ड्रेस पनि सस्तो। पहिला सोधेको ड्रेसको मात्रै 500, अनि न लोकेसन छ न के छ, लाइक त्यस्तै थियो। अनि यहाँ चाहिँ बब्बाल ड्रेस पनि सस्तो, त्यही माथि लोकेसन नि बब्बाल। चाहिँ ड्रेस लाउन जान्छु। अनि ड्रेस लाएर निस्केको भिडियो हेर्नु होला। एन्ड गाइस दिस इज माई फाइनल लुक्स। आई फिल सो हुन्छ नि थारू जस्तो के। सो गुङ्गी खान लागेको। अब चाहिँ फर्स्ट ट्राई त्यसै के हुन्छ। सो यो चाहिँ गुङ्गी, लेट्स ट्राई इट। गर्ने खाँदा खाँदा तितो हुन्छ कि कस्तो हुन्छ। बट फर्स्ट ट्राई थियो, कहिल्यै खाएको थिएन। सो हामी अब घरतिर लागेको। अब चाहिँ नेक्स्ट टाइम चाहिँ पोखरा आउँदा भेटिन्छ। त्यही हो, अब नत्र त छैन भेट्ने चान्स। अब चाहिँ होटेलबाट निस्क्यो। Thank you.